मैले लाइफमा अहिलेसम्म रिग्रेट महसुस गर्ने कामहरू चाहिँ गरिनँ होला सायद, किनकि भने केही कुरा असफल पनि भयो होला, केही कुरा टाढियो पनि होला, केही कुरा बिछोडियो पनि होला, केही कुरा गुमाए पनि होला, तर त्यसले सबैभन्दा मिठो कुरा चाहिँ मलाई मजबुत बनायो, पाठ दियो। लाइफमा सबैले गुमाउँछ, नहारेको मान्छे छैन नि, होइन र? सधैँ फर्स्ट हुने मान्छे कोही पनि हुँदैन कि। जिन्दगीमा ऊ एक्जाममा सधैँ फर्स्ट होला, तर जिन्दगीको कुनै कालखण्डमा केही न केही कुरामा ऊ हारेको पिछडिएको हुन्छ नै हुन्छ। जतिसुकै सम्पन्न मान्छे होस्, ऊ हार्छ। जित्दा हामी धेरै खुसी हुन्छौँ होइन, र त्यही रेसमा हामी हार्दाखेरि चाहिँ दुःखी हुन्छौँ। स्वभाव हो नि, मानवीय स्वभाव। चिमर त दुखिहाल्छ होइन, कागुजलाई त हाँस्न मन लाग्छ, आगोले पोल्छ, छायाले शीतलता दिन्छ। कति जितमा कति उफ्रिने भन्ने कुरा हो क्या, होइन? मात्तिनु भएन, हारमा दुःख लाग्ने स्वभावै हो नि, तर आत्तिनु भएन। फरक त्यही त हो नि, कसले कसलाई जित्न छ र यहाँ।